नमस्ते, म कपिल अर्याल। आज पनि एउटा कविता लिएर आएको छु यहाँको बिचमा। आज अन्तर्राष्ट्रिय कविता दिवसको सन्दर्भमा एउटा कविता लेख्ने प्रयत्न गरेको छु। कविता यसरी सुरु हुन्छ, यात्री शीर्षकको कविता। कुनै कविताको अन्तरामा तिमी छुटे जस्तो, कुनै अनुच्छेदको हरफमा तिमी हराए जस्तो, म भने विशाल निबन्धको परिधिभित्र, महान महाकाव्यका हिमश्रृङ्खलाभित्र तिमीलाई खोजिरहेछु। कुनै कविताको अन्तरामा तिमी हराए जस्तो, कुनै अनुच्छेदको हरफमा तिमी छुटे जस्तो, म भने विशाल निबन्धको परिधिभित्र, महान महाकाव्यका हिमश्रृङ्खलाभित्र तिमीलाई खोजिरहेछु। अनेकौं आवृत्ति लिएर तिमी हिँडिरहन्छौ मेरो छेउछाउ गल्ली इनार किनार हुँदै। अनेकौं आवृत्ति लिएर तिमी हिँडिरहन्छौ मेरो छेउछाउ गल्ली इनार किनार हुँदै। मनुस्मृतिभित्र मनोक्रान्तिको भीमकाय भय, मभित्र जो जलन्दित हुन्छ, मभित्र जो जलन्दित हुन्छ, तिमी जुनकिरी जस्तै परी बनेर हराइरहन्छौ, तिमी जुनकुरी जस्तै परी बनेर हराइरहन्छौ। तिमी सुसेल छेउ सुख सहेलका सुस्केराहरू, तिमी सुसेल छौ सुख सहेलका सुस्केराहरू, म ध्वनि पछ्याउँदै पुग्छु तिमी बस्ने शमशानसम्म। बसाउँछन् पारिजातका मगमग सुगन्धहरू रातमा, बसाउँछन् पारिजातका मगमग सुगन्धहरू ती रातमा। हराउँछन् सेलाउँछन् ती तडपनहरू तुवालोभित्र, एक मिथ्या सपनाको कठघेरामा म यात्री बनेर तिमीलाई खोजिरहेछु। एक मिथ्या सपनाको कठघेरामा म यात्री बनेर तिमीलाई खोजिरहेछु। धन्यवाद।